मेरो भाइ त नबोल ल, म तँलाई बरु गुल्मीको कफी खुवाउँछु। शेरबहादुर देउवा भनेको शेरबहादुर देउवा नै हो। तपाईँले जसरी भन्नुहुन्छ त्यसरी भन्नुहोस्। हिजोको दुईमा ओली थियो र आज पनि ओली हुन्छ भन्ने म निष्पक्षमा छु। हाम्रो पार्टी टुट्यो र छुट्नुमा हाम्रै साथीहरूको कवि कमजोरीले गर्दा बालन सरकारलाई हामीले सपोर्ट गर्दै जाँदा हामीले पनि हातेमालो गर्दै जानुपर्छ भन्ने चाहिँ सिद्धान्त भएको। छोटो मेरो बाल्यकालको तपाईँले भन्दा भन्दै मैले भनिहालेँ। हजुर, रमाइलो प्रसङ्ग रमाइलो कुराकानी गर्नका निम्ति उपस्थित भइसकेका छौँ। आज हामीसँग हुनुहुन्छ एकदमै बहुप्रतिभाशाली व्यक्तित्व, जसले आफ्नो स्वर त तपाईँ हाम्रो आफ्नो स्वर त सबैसँग हुन्छ, तर उहाँले फरक फरक व्यक्तित्व नेताहरूको क्यारिकेचर पनि गर्नुहुन्छ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ यहाँलाई। हजुर नमस्कार सम्पूर्णमा। हजुरको परिचय दिनुहोस् न। गणेश कुमार, मेरो घर चाहिँ गुल्मी। हजुर, मैले अध्ययन गरेको चाहिँ सिङ्जा दीर्घ। हजुर। अनि कला क्षेत्रमा भन्नाले पनि यो मैले चाहिँ क्यारिकेचर गर्छु। अनि कलाकारहरू जस्तै हाम्रो सकिएकोमा भएको कलाकारहरूदेखि होइन, मेरो व्यवसायमा पुराना कलाकारहरूदेखि अनि हाम्रो यो प्रधानमन्त्रीहरू भइसकेका पुराना कलाकारहरू होइन। हजुर। अनि जस्तै पुरानो हाम्रो सुशील कोइराला हुनुहुन्छ, शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, अनि बाबुराम भट्टराई, उहाँहरूको चाहिँ क्यारिकेचर गर्छु। आज चाहिँ म हजुरहरूलाई नेताको मात्र गरेर भोलिका दिनमा अरू पनि राख्छु होइन, हेर्नु होला। होइन, यस्तो प्रतिभा अरूको यो क्यारिकेचर गर्ने हजुरको चाहिँ यो बच्चैदेखि चाहिँ हजुरलाई चाहिँ क्षमता आयो कि कसरी सुरुवात गर्नु हो? हजुर, म चाहिँ तपाईँको 3 कक्षामा पढ्दादेखि चाहिँ मलाई रुचि चाहिँ हुन्थ्यो होइन। म क्यारिकेचर गरिरहन्थेँ घरमा पनि। घरमा बोल्दा पनि फरक तरिकाले के, घर मम्मीहरूसँग बोल्दा पनि फरक तरिकाले बोल्ने, यताउति गर्दा गर्दै म चाहिँ अनि स्कुल पढ्दाखेरि 5 कक्षामा जाँदाखेरि अनि दाइहरूसँग बोलिरहेको क्रममा दाइहरूले स्टेजहरूमा लाने अनि स्टेजहरूमा गराउने गर्दाखेरि 10 कक्षा पढ्दासम्म म चाहिँ क्यारिकेचर गरेँ। त्यसपछि चाहिँ होइन यो संयोजकवश पढाइ सकियो, 11-12 सकिएर बुटोलतिर झरेपछि यो चाहिँ स्टप भएको थियो। 7 वर्षको लागि म गरेको थिइनँ है। अहिले पछिल्लो समय काठमाडौँ आएपछि चाहिँ म यसमा रुचि चाहिँ पहिल्यैदेखि हो। अनि देखाउन पनि चाहन्थेँ सबैजनालाई, मेरो मसँग भएको कला लुकाउनुभन्दा देखाउन जाति हुन्छ भन्ने मेरो सिद्धान्त थियो। तर मैले अवसर नपाउँदा होइन, पछाडि त यो कुराहरूलाई चाहिँ मध्यनजर गर्दै अहिले चाहिँ हालचालै म अब मिडियातिरहरू पनि होइन यसो जाउँला अथवा हाम्रै उसहरूमा युट्युब च्यानलहरूमा हालौँ। जे होस्, हजुरले सुनाउनुहुन्छ नि, क्यारिकेचर गर्नुहुन्छ नि, त्यो सुन्दाखेरि अरूले सुनेर तपाईँलाई कस्तो प्रतिक्रिया दिनुहुन्छ? के छ, राम्रो छ, अझै अगाडि बढ्नुहोस्, कस्तो खालको अझै सुधार्न पर्ने केही तपाईँलाई सुझावहरू दिनुहुन्छ कि के छ? कस्तो प्रतिक्रिया पाउनु भएको छ आम दर्शक श्रोताको? हजुर, अनि यो कुरो चाहिँ तपाईँले भनेका कुराहरू चाहिँ एकदम सत्य नै हुन्, किनकि मैले गरेका कुरालाई म आफैले जज गर्न मिल्दैन नि त। उहाँहरूले तपाईँहरूले भनेर मात्र हुने कुरा हो नि त। जस्तै यहाँ बिग्रियो, यो भएन, यो मिलेन होइन भन्नुभयो भने म सुधार्दै जान्छु भोलिका दिनमा। अनि अब चाहिँ यी कुराहरूलाई अगाडि बढाउँदै मैले चाहिँ क्यारिकेचरहरूलाई अगाडि बढाउँदै म भोलिका दिनमा अगाडि बढ्छु भन्ने मेरो चाहना हो। अनि हजुरहरूले साथ सपोर्ट गर्दै जानुभयो भने म अगाडि बढ्छु अवश्य यो कुरालाई। जे होस्, क्यारिकेचर गर्दा रमाइलो एउटा आनन्द, छुट्टै कला प्रस्तुत गर्नुहुन्छ, खुसी हुनुहुन्छ नि? हजुर। त्यसमै आज सर्वप्रथम सबैभन्दा पहिला हामीले कसको सुनाउनुहुन्छ आम दर्शक श्रोतालाई? कसको क्यारिकेचर गर्नुहुन्छ? पुपु प्रधानमन्त्री केपी शर्मा ओली। केपी शर्मा ओली उहाँको चाहिँ गर्छ। अनि त्यसपछि लगतै शेरबहादुर देउवाजी हाम्रो होइन, त्यसपछि गर्दै जाउँला है। सुरुवात गरौँ न त केपी ओली। पहिले सोचेको कुराहरूदेखि हिजोको दुईमा ओली थियो र आज पनि ओली हुन्छ भन्ने म निष्पक्षमा छु। हिजो हाम्रो पार्टी टुट्यो र छुट्नुमा हाम्रै साथीहरूको कवि कमजोरीले गर्दा यो चाहिँ हुन गएको हो भन्ने मलाई लाग्छ होइन। यति नै केपी ओलीको चाहिँ सर्टकट। कस्तो गजबको, कहाँबाट आउँछ यो? कति मिठो, उस्तै बनाउनु पर्यो हजुरले त। मिठो उस्तै भन्नाले पनि डिट्टु त हुँदैन है, हजुर, तर प्रयास जारी छ। तर हुन्छ, डिट्टु पनि बनाउन सकौँला कुनै दिन। हजुर। अहिले चाहिँ अब चाहिँ म शेरबहादुर देउवाजीको गरिदिन्छु है। हजुर, ल सुरुवात गर्नुहोस्।
तपाईँले भनेर के हुन्छ तपाईँकै कुरो ठ्याक्कै मिल्छन् भन्ने पनि छैन तपाईँले भन्ने बित्तिकै हुन्छन् भन्ने पनि छैन शेरबहादुर देउवा भनेको शेरबहादुर देउवा नै हो तपाईँले जसरी भन्नुहुन्छ त्यसरी भन्नुहोस् होइन ओके यति नै है छोटो मिठो र तपाईँहरूले माया गरिदिनु भयो भने भोलिका दिनमा लाभो पनि गराउनुहुन्छ र जे होस् तपाईँलाई काठमाडौँमा सङ्घर्ष गर्न कतिको गाह्रो छ के छ कस्तो महसुस गर्नुभयो आफ्नो गृह जिल्लाबाट चाहिँ काठमाडौँको बसोबास कस्तो छ बसोबास पनि ठिकै छ र अहिले चाहिँ तपाईँको सुरुमा स्ट्रगल नगरिकन कोही पनि अगाडि बढेको छैन भन्ने चाहिँ मैले होइन बुकहरूमा पनि पढाएको छु र धेरै दाइहरूको आफ्नै दाइहरूको पनि देखाएको छु होइन स्ट्रगल हुनुपर्छ स्ट्रगल नभइकन नेपालमा केही पनि हुँदैन यहाँ चाहिँ 3-4 लाख हाल्ने अनि विदेश जाने जस्तो होइन यहाँ चाहिँ आफैले मेहनत गर्नुपर्छ फल पाउनको लागि गरौँ भने नेपालमा नि केही हुन्छ हो नेपालमा गर्यो भने हुन्छ होइन कि नेपाललाई चाहिँ सुन्दर भूमि बनाउनु नै युवाको हात छ कि हजुर होइन र मलाई चाहिँ त्यो लाग्छ है तपाईँलाई कस्तो लाग्छ होइन हजुर सुन्दर भूमि होइन हाम्रो देशलाई राम्रो बनाउनको लागि विकासको होइन विकासलाई अगाडि बढाउनु नै युवाहरूको हात छ हामी जस्तो युवाहरू परदेश सिएपछि त्यही पैसा कमाउने मम्मी बुवालाई खुसी बनाउने र आफ्नो फ्यामिली मात्र खुसी बनाउने हुन्छ विदेश जान भन्दा नेपालमै बसेर आफ्नै देशमा हजुरलाई विदेशमा गएर धेरै पैसा कमाउन मन लाग्दैन सँगी साथीहरू त सबै गइसक्यो होला सँगै साथी अहिले एउटा पनि हुनुहुन्न नेपालमा मसँग सँगै पढेको साथीहरू एउटा पनि क्लासमेट कोही पनि हुनुहुन्न लेडिजहरू हुनुहुन्छ उहाँहरूको बिहे भइसक्यो होइन हजुर अनि मेरो चाहिँ केही पनि भएको छैन ती कुराहरूमा बिहे गर्नुमा बिहे भएको छैन अनि यतिको प्रतिभावान क्षमतावान व्यक्तिले त कोही होला नि लाइनमा के छ त्यस समयलाई फलो गर्दै जाँदा होला अहिले चाहिँ बाटोमा छैन है यो यात्राको बाटोमा छैन पछि बिस्तारै हुने कुरा छुट्टै छ र पछि बनाउने कुरा छुट्टै छ अनि होइन नेपालमै बस्नुपर्छ भन्ने एउटा सिद्धान्त चाहिँ म आफैबाट भन्दा नि मेरो दाइ अग्रज दाइहरूबाट मैले बुझेको है भाइ नेपालमै बस्नुपर्छ नेपालमै केही गर्नुपर्छ उहाँहरूले भनेका कुरालाई मनन गर्दै जाँदाखेरि म आफै गर्नुपर्छ है नेपालमै बस्नुपर्छ है भन्ने एउटा सोच राखेर मात्र बसे हो नभए यो दुःख यो होइन सङ्घर्ष खेपेर बस्नु मलाई पनि रहर थिएन यो त अहिले त अब सरकार पनि तपाईँको जेनजी युवाहरूको चाहना बमोजिमको आइरहेछ होइन बालेनको सरकार छ के लाग्छ तपाईँलाई यो अब अवश्य परिवर्तन हुन्छ के छ के बुझ्नु भएको छ अब कतिको चाहिँ जनताले सहुलियत पाउनेछन् हजुर होइन तपाईँले के लाग्छ हजुरलाई तपाईँले भनेको कुरा सत्य हो युवा आउनुपर्छ किनकि युवामा भिजन हुन्छ एउटा सोच हुन्छ अरू केही नभए पनि यसलाई यो कुरा चाहिँ यसरी जाँदाखेरि यो बाटो जाँदाखेरि चाहिँ ठिक हुन्छ है भन्ने त हुन्छ होइन नभएको त हाम्रो पुराना नेताहरूमा पनि होइन होइन भएको हो उहाँहरूले चाहिँ आफ्नो कार्यकर्ता आफ्नो होइन उसहरूलाई चाहिँ अगाडि या जस्तै अग्रेसिभ अगाडि बनाउँदाखेरि आफू पछाडि पर्नु भएको हो होइन नभए त उहाँहरूलाई किन नराम्रो भन्नु पर्थ्यो र होइन राम्रै हुनुहुन्थ्यो उहाँहरू पनि तर बालन जस्तो मान्छेहरू आउनु पर्ने पनि थियो किनकि राजनीति भन्ने चिजै त्यस्तै रहेछ जस्तै देशलाई चाहिँ खोजेको युवा होइन देशले खोजेको युवा अनि जोस जाँगरिलो मान्छे पनि चाहियो नि त त्यसलाई गर्ने मान्छे होइन जे होस् आशावादी हुनुहुन्छ पक्कै पनि युवाहरूले देश हाँक्दै गर्दा भोलि केही युवाहरूले देश हाँक्दै गर्दा भन्दा पनि बालन सरकारलाई हामीले सपोर्ट गर्दै जाँदा हामीले पनि हातेमालो गर्दै जानुपर्छ भन्ने चाहिँ सिद्धान्त भएको जे होस् आफ्नै देशमा केही गर्नुपर्छ भन्ने तपाईँको एकदम म आशावादी परिवर्तन ल्याउनै पर्छ भन्ने चाहिँ हो आउँछ 100% आउँछ किनकि हामीले चाहिँ गर्छौँ भनेर हामीले चाहिँ हात छोडेर हिँड्यौँ भने त त्यो असम्भवै हो अझ अब हामीले नै गर्छौँ भनेर हिँडेपछि त गर्नु पर्यो नि त बाध्य छौँ नि त होइन र जस्तै उदाहरण के लाग्यो कि घर म मम्मीहरूसँग गर्छु भनेर हिँड्ने अनि यहाँ चाहिँ म हल्लिएर बस्यो भने त नराम्रो भइहाल्छ नि अब हामीले पनि त त्यही त हो एउटा बालन सरकारलाई लिगेर आएर अनि हामीले नगरेपछि त पुरानो के र नयाँ केहीमा फरक हुँदैन नि त अनि तपाईँ क्यारिकेचर गर्नुहुन्छ कलाकार मान्छे तपाईँलाई नेपालको को कलाकार जस्तो म बन्न पाए हुन्थ्यो भन्ने चाहिँ प्रेरणा कोबाट सिक्न चाहनुहुन्छ मलाई कलाकार को जस्तो भन्नाले पनि त्यस्तो उहाँ जस्तो बनिदिन पाए हुँदो भन्ने त हुँदैन होइन म मेरै तरिकाले जान चाहन्छु किनकि कलाकार उहाँ चाहिँ बनिदिन पाए हुँदो भन्ने चाहिँ हुँदैन सोकिङ चाहिँ त्यस्तो छैन म मेरो तरिकाले जान्छु जस्तो भन्छु होइन भोलिको दिनमा राम्रै बन्छु भन्ने एउटा सोचले गएको छु मैले चाहिँ अरूसँग नदाजेको है आफैलाई
किनकि सबैलाई राम्रो होइन त्यही पनि हुन्छ नि सबै कलाकारलाई तपाईँलाई सबभन्दा मनपर्ने कलाकार हिरोको नायक मनपर्ने कलाकार चाहिँ सकिएकोमा भएको हाम्रो जिग्रेजी हुनुहुन्छ होइन उहाँ चाहिँ किनकि उहाँको एक्टिङबाट एक्टिङ पनि आउँछ उहाँको एक्टिङबाट प्रेरणा मिल्यो हजुरले हल्का हाम्रो पर्ने अवस्था होइन त अनि हामीले भनेपछि सबै सक्यो होइन होइन अनि हाम्रो उहाँको एउटा मलाई टुक्का मनपर्छ क्या त्यो मेरो भाइ त नबोल म तँलाई बरु गुल्मीको कफी खुवाउँछु अनि होला होइन यस्तै यस्तै बनाउनुहुन्छ नि त उहाँहरूको त्यो कन्टेन्ट्सहरू मनपर्छ अनि त्यसपछि किनकि उहाँको हिस्ट्री पनि त हेरेको छु नि त मैले युट्युबहरूमा उहाँ हिजोका दिनमा एक्टर बन्न हिँडेको मान्छे होइन यसरी कलाकारमा छिर्नु भएको सबै होस् उहाँ जस्तै नेपालको एउटा कलाकार बन्न चाहिँ चाहनु हजुर सकेसम्म त मेरो सोचाइ के हो भने अरूको भोइससँग भन्दा नि म आफैले अरू दर्शकहरूसँग होइन मेरै भोइसबाट हँसाउन सकु र उहाँहरूको माझमा चाहिँ आउन सकु भन्ने मेरो प्रयास हो किनकि उहाँ जुन हाम्रो कलाकारहरूको निकालेपछि म चाहिँ मिडियामा आउन सक्छु त्यो सोचाइले पनि हो मेरो यो भोइसहरूलाई चाहिँ निकाल्न सकेको क्यारिकेचर त अहिले चाहिँ हेर्नु भएको छ नि त अहिले जुन हाम्रो खबबुहरू अनि गएर त्यसपछि कैलाश कार्कीहरू सबै आफ्नो भोइसबाट गरेर हँसाइरहनु भएको छ होइन त्यही भएर म मेरै तरिकाले जान चाहन्छु कि र अब समयले के भन्छ समयलाई पनि फलो गर्दैछौँ होइन जे होस् यस क्षेत्रमा सङ्घर्ष गर्ने तपाईँको सङ्घर्ष गर्ने इच्छा चाहना एकदम चाहना सकेसम्म परदेश नजाने यही देशमै गर्नु यो चाहिँ मेरो भिजन नै भएको छ अहिले पछिल्लो समय जे होस् नेपालमै कलाकारिता क्षेत्रमा हजुर केही आफूले पनि योगदान गरौँ भन्ने चाहिँ तपाईँको विचार हो नि यो चाहिँ मेरो पहिल्यैदेखि सानैबाट कलाकार बन्ने सोच चाहिँ होइन हजुर म चाहिँ देशमै बस्न पर्छ भन्ने चाहिँ सानैबाट पनि हो अनि सकेसम्म म अर्काको दबाबमा नबस्ने खाले मान्छे पनि हो कि स्वतन्त्र खुल्ला रूपमा एकदम तपाईँको विदेश गएर अर्काको हातमा पासपोर्ट थमाएर आफू एउटा गुलाम नै त हो नि यहाँ त म होइन ल मान्नु न म काठमाडौँ बसिरहेको छु मलाई मन परेन नि त म भोलि बिहान बस चढेर हिँड्छु अथवा नाइट चढेर हिँड्छु नि त होइन र यो त जस्तै सिटीमा भयो यो त मेरै देश हो होइन त्यसैमाथि अनि स्वतन्त्र त छु नि अब पैसै भएन भने पनि घरबाट मगाएर ल 2000 हालिदिनु म बस चढेर आउँछु भन्न त सक्छु नि त्यो वाला चाहिँ मेरो के अरे जुन मसँग भएको सिद्धान्त नै त्यही म कसैको दबाबमा चाहिँ बस्न नपरोस् भन्ने खाले मान्छे होइन काम त जसले पनि गर्नु पर्यो जसले पनि गर्नु पर्यो जसको सपोर्टमा पनि गर्नु पर्यो र दबाबमा चाहिँ कोही पनि नबस्नु पर्ने एउटा स्वतन्त्र रूपको मान्छे हुनुपर्छ भोलि बिहान विदेश गएर जुन मेरा साथीहरू गएका छन् उनीहरूले पासपोर्ट थमाएर जति दुःख परे पनि त गरिरहेको छ नि त तपाईँको बुझाइ हाम्रो लागि यो काठमाडौँ यो सहर पनि विदेशै हो यहीँ गऱ्यो भने हजुर हुन्छ एकदमै गर्न सकिन्छ परिश्रम मिहिनेत आफूले गर्नु पर्यो भन्ने चाहिँ हजुरको एकदम विचार काठमाडौँलाई विदेशै नभनौँ होइन तर आफ्नै गाउँ हो यहीँ होइन उब्जाउन सकिन्छ यहीँ फलाउन सकिन्छ यहीँ मार्केटमै बेच्न सकिन्छ यो पनि कला पनि बेच्ने नै त हो विदेश गए जस्तै यहाँ गऱ्यो भने आफ्नै देशमा सुन फलाउन सकिन्छ बकाइदा सकिन्छ के छ फल्छ सुन फल्छ नि तपाईँको विदेशमा गएर पसिनालाई रगत बनाउनु भन्दा त यहाँ पसिनालाई मल बनाउनु जाति हुँदैन हो नि विदेश गएर पसिनालाई रगत बनाउनु त हो यहाँ चाहिँ बसेर आफ्नो पसिनालाई आफ्नै खेतबारीमा मल बनाउनु त सकिन्छ नि यो विषयलाई चाहिँ होइन म जोडेँ बाल्यकाल कसरी बित्यो तपाईँको केही सम्झनु पर्ने त्यस्तो यस्तो स्कुल पढ्दा हुन्छ नि तपाईँको 5 सम्म गुल्मी नै पढियो हजुर छला सिसेङ्जा झरी होइन बिर्सिनै नसकिने त्यो पलहरू हुन्छन् नि त्यति बेलाको केही त्यस्तो चाहिँ केही छैन म सानैबाट दिदीको अन्डरमा थिएँ ए हजुर दिदीले पढाउनुहुन्थ्यो मलाई सानैबाट दिदीको अन्डरमा थिएँ म साथीभाइसँग पनि त्यति घुलमिल थिइनँ सानोमा किनकि दिदीले बिहान पनि स्कुल साँझ पनि स्कुल अब दिदी आएपछि दिदीकै होइन घरेसी काममा बिजी पनि भन्थ्यो सानै भए पनि गरिन्थ्यो अब होइन अहिले परिवारमा को हुनुहुन्छ अहिले मम्मी र बुवा मात्र हुनुहुन्छ हजुर दिदीको बिहे भइसक्यो अनि म चाहिँ यसरी काठमाडौँ छु होइन अहिले जे होस् काठमाडौँ बसेर सङ्घर्ष गर्नु भएको छ घर परिवार चलाउनु भएको छ हजुर अझै म त
घर परिवार चलाउनु भएको भन्नाले पनि घर परिवारबाट सपोर्ट पाइरहेको छु। नभए त अब यत्रो 20-22-23 वर्ष पुग्न लागेको छोरालाई घर पैसा पनि होइन खासै दिँदैन नि त 5-7 हजार दिएकालाई त्यो पैसा भनिँदैन नि त। अहिले विदेशी पैसा आएको अनुसार त होइन, तर घरको सपोर्ट पनि त पाइरहेको छु नि। नभए त विदेश जा बुवाले मम्मीले दिदीले घर फ्यामिली परिवारले राम्रो सपोर्ट गर्नु भएको छ। राम्रो सपोर्ट गर्नुभयो। उहाँहरूले सपोर्ट नगरेको भए म यहाँ अहिले काठमाडौँ बसाइयो हुन्थेन होला, साउदी कतारको झोला पुग्थेँ होला होइन। हजुर जहाज भनेपछि त मेरो नि उपाय लाग्थेन। मैले चाहिँ उहाँहरूलाई सम्झाउँदै मेरो तरिकाले म यसरी बस्छु, नेपालमै बस्छु, म नेपालमै केही गर्छु सकेसम्म। बरु विदेश गएर 2 वर्ष अगाडि म धनी हुन्थेँ भने पैसा कमाएर राम्रो कमाएर एउटा घर ठडाउँथेँ भने बरु काठमाडौँ बसेर 10 वर्ष स्ट्रगल गरेर गर्छु भन्ने सिद्धान्त राखेर म घर पनि कुरा राखिसकेको छु होइन। कुरा गरिसकेको छु मम्मीसँग नि, बुवासँग नि, दिदीसँग नि होइन। यति कुरा नगर्ने त मलाई पठाइदियो भन्नुहुन्थ्यो नि त। यतिको बोल्न सक्छु घर पनि होइन, कुरा सेयर गर्न सक्छु। हुन्छ नि कोही साथीभाइहरू आफ्नो घर पनि कुरा सेयर गर्न नसक्ने, म त सक्छु नि घरको कुरा सेयर गर्न। आम श्रोता दर्शकलाई यहाँले मैले सोध्न बिर्सेको र यहाँको मनमा लागेको केही कुराहरू छन्, त्यस्तो छ भने भन्न सक्नुहुन्छ। छोटो मेरो बाल्यकालको तपाईँले भन्दै मैले भनिहालेँ। हजुर हामीले पढ्दा चाहिँ तपाईँको स्याङ्जा जिल्ला पढ्या हो होइन। हजुर गुल्मीदेखि स्याङ्जा तपाईँको 1.5 घन्टाको बाटो हिँडेर जानुपर्थ्यो। हजुर त्यो बाटो हिँड्ने क्रममा फेरि बाटो अहिलेको जस्तो छैन कि तपाईँको पुरै कि जङ्गल एरिया होइन। एक्लै जान पनि डर लाग्ने। म 10 कक्षासम्म त दिदीसँगै हिँडे हो नि त त्यो बाटो। जब म 10मा पुग्ने दिदीको ब्याचलर सकिने हुँदाखेरि अनि त्यसपछि बल्ल साथीभाइसँग हिँडे हो। नभए त्योभन्दा अगाडि चाहिँ स्याङ्जा जिल्ला जाने क्रममा पनि म स्याङ्जामा पनि क्यारिकेचर गरेँ। कति बाटो लाएर जानुहुन्थ्यो स्कुल? 1.5 घन्टा लाएर स्कुल जान्थेँ। 1.5 घन्टा लाएर स्कुल पढ्न जानुहुन्थ्यो? 1.5 घन्टा समथिङ। तपाईँको कहिलेकाहीँ त त्यही त हुन्थ्यो तपाईँको गुल्मीमा खाना खाने, त्यही शनिबार मात्र बिदा हुँदाखेरि घर भइन्थ्यो। नभए गुल्मी खाना खाने, नभए त स्याङ्जै भाषा हुन्थ्यो नि त। अब बिहान 7 बजे उठेर 8, 9, 10 3 घन्टा त अब आफ्नो तयारी 1 घन्टा त तयारी गर्दै लाग्थ्यो नि त। अनि 1 घन्टा तयारी गर्दा लाग्थ्यो, 2 घन्टा अब जान पर्यो, स्कुल पुग्यो। अनि साँझ फर्किँदाखेरि त्यही फेरि 2 घन्टा हिँडेर आउनु पर्थ्यो नि त। त्यो जब 1.5 घन्टा हिँडेर आउनु पर्थ्यो नि त। 1.5 घन्टा आयो, फ्रेस हुँदाखेरि फेरि सुत्ने बेला हुन्थ्यो। मेरो बाल्यकाल जस्तै लगभग स्याङ्जामै बित्या हो। त्यही भएर मान्छेले नि यसो भोइस सुन्दा नि स्याङ्जाली हो र भन्छ, तर म स्याङ्जाली होइन झोकिनुहुन्छ कि धेरैजनाहरू। तर गुल्मीका मान्छे पनि एकदम टाठा बाठा क्षमतावान हुन्छन् भन्छन् नि। यो कुरालाई चाहिँ भन्छन् भन्नलाई होइन, म चाहिँ त्यति टाठा छु जस्तो पनि लाग्दैन। हजुर अरू छन् नभएका होइन, टाठाहरू छन्, धेरै कुराहरू जानेका विज्ञ मान्छेहरू पनि छन् गुल्मीमा हजुर होइन। स्याङ्जामा चाहिँ पहिला स्याङ्जालाई मानिन्थ्यो विज्ञ मान्छे भएको यताउति होइन। हिस्ट्री पनि अलिअलि हेर्छु नि त मैले। जाँदै अन्तिममा छौँ। जाँदै यहाँले चाहिँ केही अन्तिममा हजुर के भन्न चाहनुहुन्छ? म चाहिँ सम्पूर्ण दर्शकहरूलाई के भन्न चाहन्छु भने म यसरी बोलिरहँदाखेरि हजुरहरूलाई होइन हजुर एउटा निर्देशन जस्तै एउटा मेरो होइन कुनै केही मान्छेले गर्छु भन्दाखेरि उसलाई चाहिँ साथ सपोर्ट चाहिँ दिनैपर्छ भन्ने चाहिँ लाग्छ है मलाई मात्र नभएर अरू कसैलाई पनि। म चाहिँ यसरी होइन अगाडि केही बढ्छु म गर्छु भन्ने मान्छेलाई चाहिँ तपाईँको 1 लाइक 1 सेयर होइन अनि सब्सक्राइबले गर्दाखेरि मान्छेको लाइफ पनि बन्छ। अनि प्लस तपाईँहरूले गर्दाखेरि त्यो मान्छे अगाडि बढेर भोलिका दिनमा राम्रो मान्छे पनि बन्न सक्छ कि। हस्, आफ्नो महत्त्वपूर्ण समय दिनुभयो हामीलाई। यहाँको उत्तर प्रगतिको अझै कलाकारिता क्षेत्रमा अझै राम्रो र एकदमै उच्च स्थान हासिल गर्न सफल हुनुहोस् भन्ने शुभकामनाका साथ यहाँको समयको लागि धन्यवाद दिँदै छोड्छौँ। नमस्कार।